सो हेलो गाइस, वेलकम छ सबैजनालाई मेरो फेरि पनि भ्लगमा। धेरै लामो समयपछि फेरि आज भ्लग गर्ने इच्छा जागेर म भ्लग गर्दैछु। अनि आजको मेरो भ्लग हेरिदिनु होला भन्दै अनुरोध गर्दै आजको भ्लग स्टार्ट गर्दैछु। अनि म चाहिँ अघि उठेर नास्ता स्वास्ता हानेर खाइसकेर हानेर अब चाहिँ म ड्युटी गर्दैछु। गाउँमा आएर पनि 2 महिना 3 महिना बस्छु। होइन कति सुत्नु कति बस्नु भनेर दसैँ तिहार पनि सक्यो। त्यसपछि म फेरि ड्युटी जोइन यतै घरमै कति बस्नु भनेर काम गर्न थालेको छु। अनि लेट्स गो अब रेडी भएर काममा जान लागेको, कामतिर जानुपर्छ गाइस आजको। अहिले चाहिँ 7:30 जति भयो अनि मेरो ड्युटी चाहिँ 8 बजीदेखिको छ गाइस। अनि यस्तो चाहिँ यो बिरालोले चाहिँ मारेर पारेन ममा। अनि यस्तो गाई छ हामीले चाहिँ यहाँनिर पनि यो बारिसकेको छौँ, घरलाई बारबेर गरेर अलिक यस्तो बनाइसकेको छौँ। अनि हाम्रो घर चाहिँ अहिले यस्तो भएको छ, यो खाली थियो नि त। अनि यहाँनिर यो अब किचन पनि यस्तै छ हो। फेरि पैसा नभएर अब टिन किनेर यहाँनिर हाल्नुपर्ने छ। अनि यो बारबेर यो पनि रेडी गर्नुपर्ने छ यार। अनि यो पनि टोइलेट पनि यस्तै छ, यो पनि बनाउनु पर्ने। पैसा नभएर जोक छ। अनि यहाँ सुँगुर हाम्रो यत्रो भएको छ सुँगुर अहिले। साला यस्तो रिस उठ्छ भने नि सुत्नै सुत्दैन। अनि बढ्दैन हौ, कति किलोको भयो सुत हो। अब चाहिँ कामतिर भेटौँ है ल साथीहरू। म चाहिँ ठक्क कामको लुगा लाएर चाहिँ अब ड्युटी जाँदैछु। घाम पनि केही बिना लाग्यो ला। धान त लडेर सोत्तर भएछ त। हाम्रो नि धान पनि काट्नु पर्ने, कस्तो बिना घाम लाग्यो आम्मामा। है यहाँ चाहिँ धान काट्दै रहेछ, धान कटिङ धमाधम हुँदैछ। यहाँ माथिदेखि कस्तो बगल देखिन्छ पाहाडहरू गर्ने ठाउँ चाहिँ यही घरमा हो। बालुवा चाल्नु पर्ने, कति छ चालेको बालुवा। यति रहेछ चालेको बालुवा। कोही आएको छैन, कोही मिस्त्री ठेकदारहरू। ल आज यहाँ बुट्टा हान्ने छ। हिजो यो बुट्टाहरू हानिसक्यो, ठन्डै छ हो यहाँ। काम बाँकी त यार। आगै रहने रहेछ कोही। छिटो पो आयो क्या म त। के छ जान्छ त्यहाँ घाँस छ। अब चाहिँ मैले तिमीले सकेन अनि म सकेँ आज। हेर न कतिखेर आइपुग्छ अरे ठेकदार चाहिँ? आउँदैछ अरे के आज त्यो बुट्टा अनि फेरि बनाउनु पर्छ। त्यो उतापट्टि के यतापट्टि हो त्यो मिसिन हान्नु लाउनु। माटे
बसेर जहाँ लड्दै लड्दै अब त नखाने अब हिजो पनि नखाने भनेको केटाहरूले गर्दाखेरि खानु पर्दैन हिजो जिउँदै बस्यो खोइ थाहा भएन बेलुका त भेटिन खाएन होला हिजो लगेको मासु त ज्यादा पर्दैन एक बोराको यो यस्तो छ एउटा त यहाँ चाहिँ एउटा यस्तो देखियो निर्माण दागी लगाएकी लाउने अझै बाहिर ल बुट्टा बनाउनको त टाइम लाग्दैन 12 भइसक्यो बुट्टा बनाउनु यहाँ दाइले टाइम लाग्ने रहेछ त्यो बगलेलाई काटेर ल घर आइयो अब खानासाना खाइन्छ अनि ढिलो भयो बुट्टा हान्ने कामले बोडीको सब्जी छ खानासाना खाने हो रेस्ट टाइम त कति छिटो जान्छ निन्द्रा पनि लागिरहेको थियो सुतुमुखी भने फेरि सुते भइन्छ कि भनेर सुतिनँ अब फेरि निस्किएको खानासाना खाएर एकछिन रेस्ट गरेर त्यो बुट्टा हान्नु कति गाह्रो नहर बनिसकेछ पहिले यहाँ खोल्छु थियो कम्ता ठुलो खोला आउँदैन थियो यहाँ पनि अहिले त नहर बनेर यस्तो भएको रहेछ यहाँ हेर्नु कालो धान कुन धान हो पनि यार कुन धान हो यो धलेसँग पनि धानहरू अघि भने यहाँ धान काट्दै थियो सब काटिसकेछ यो घरमा चाहिँ काम गराइ हुँदैछ आमा आकाश त कस्तो निलो खुल्ल्याएर देखेको घाम पनि कसारो लागेको खै भर्खर ड्युटी सकेर घर आइसकेँ म चाहिँ अनि जाडो भइसकेछ अनि पानी पनि छैन कि अब नुहाउनु पर्ने के गर्नुपर्ने यति भन्दै आजको भिडियो यतितिर व्यस्त हुन चाहन्छु। धन्यवाद गाइस।